हेलो एभ्रिवान, नमस्ते। मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ मैले गहुँको सुक्खा रोटीको रेसिपी लिएर आएको छु। यदि हजुरहरूलाई पनि आफ्नो किचनमा गहुँको सुक्खा रोटी बनाएर खान मनपर्छ भने आउनुहोस्, यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोस्। हामी प्राय नेपालीको घरमा चाहिँ सुक्खा रोटी पाकिरहेको हुन्छ। यसको लागि तरकारी पनि जुनसुकै सुट गर्छ, जे तरकारीसँग खान पनि मिल्यो। सुक्खा रोटी बनाउनको लागि चाहिँ हामीले पानीमा गहुँको पिठोलाई हालेर अलिकति नुन हाल्ने अनि मजाले मुसिसकेपछि चाहिँ यसलाई एकैछिन छोपेर राखिदिनुपर्छ। छोपेर अब यतिको भइसकेपछि चाहिँ यो हामीले अब बेल्न सक्छौँ। यसलाई राम्रोसँग आफ्नो साइज अनुसारको डल्ला बनाएर यसलाई चाहिँ हामीले राम्रोसँग बेल्न सक्छौँ। अब आफूले कस्तो खाले बेल्ने भन्ने कुरा हो। अब यसरी मजाले बेलिसकेपछि अब यो यतिको रोटी राम्रो बन्छ। ल, मैले चाहिँ यस्तो बनाएर मजाले यसरी बेलेँ। रोटीहरू सबै डल्ला बनाएर यसरी बेलिसकेँ। अब यसलाई चाहिँ एउटा फ्राई प्यान बसालेर ग्यासको हिटमा मजाले सेकाउने। यो हिट चाहिँ एकदमै मिलाउनु पर्छ। फर्काइ दुईतिर सेकाइसकेपछि यो हामीले यहीँ प्यानमा पनि एकदम फुलाउन सक्छौँ र हामीले अब आफूलाई जस्तो सजिलो हुन्छ त्यस्तै गर्ने। अब ग्यासमा पनि हामीले फुलाउन सक्छौँ। मैले चाहिँ प्राय ग्यासमा फुलाउँछु। यतिको बनाइसकेपछि चाहिँ यो रोटी मजाले पाकिसकेको हुन्छ। फर्काइ गरेर यसरी पकाउन सकिन्छ। यदि हजुरहरूलाई पनि यस्तै गरेर आफ्नै किचनमा गहुँको सुक्खा रोटी बनाउन चाहनुहुन्छ वा बनाउन आउँदैन भनेदेखि यही भिडियो हेरेर बनाउनु होला, हजुरहरूलाई हेल्प हुनेछ। मैले बनाएको यो गहुँको सुक्खा रोटीको भिडियो यदि हजुरहरूलाई मन पर्यो भनेदेखि मलाई साथ सपोर्ट गरेर लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला र हजुरहरूले पनि मिठो गहुँको रोटी बनाएर खानु होला। हस्त, धन्यवाद सबैजनालाई। बाई बाई एभ्रिवान।